और गुड मर्निङ गाइज भर्खरै उठेको है 5:30 भयो। यता चाहिँ हाम्रो खतरा सुतिरहेछन् कि यस्तै हो। अनि कुकुरहरूले उठाउँछ हौ, सधैँ स्वर गर्छ यहाँ त। यहाँ हेर्नुहोस् न पछाडि के हालत गरेछ यिनीहरूले, भगवान् यस्तो हालत गर्छ कि यहाँ फालेर एउटा ओ डाङ्गो कस्तो त यता हाततिर नाक्सम्म चुर्ना पर्ने यस्तै हुन्छ। कोही सबै जुत्ता चप्पलहरू एक ठाउँ मात्र हुन्न, 1000 ठाउँ फाल्छ। कहिले कतै फाल्छ, कहिले कतै फाल्छ। गाह्रो छ जिन्दगी। यस्तो मिलाएर राखेको हुन्छु, सबै फालिदिन्छ। जुत्ता हेर्दा के भन्न सकिन्छ, बिचराहरू बुझ्दैन। सानो छ बच्चा पनि तिरो तिरो नाक्चोमा सिगान पर्ने यहाँ त रुख त रुख भागेको। अब चाहिँ यिनीहरूलाई चाहिँ दुध चाहिँ ल्याएर दिनुपर्छ सधैँ होइन। म त भिडियो चाहिँ बनाउँथेन, अब के गर्ने। अब म पनि भ्लगर बनाऊँ होइन जस्तो हुन्छ। हल्का टाइम पास पनि हुन्छ, आफ्नो हरेक हुन्छ है। त्यही भएर चाहिँ अब ट्याकटुक पारेर हल्का भ्लग गरिदिउँ भनेको गाइज होइन। पहिला सुरु स्टार्टिङमा चाहिँ लाज लाग्थ्यो मलाई, तर बालै परेर अब तल जाम, दोकान खुल्ला भएको छ कि नै, दुध सुध ल्याएर आम कुकुरहरूलाई होइन। कुकुरहरूलाई भन्छु होइन, फेरि गाली गर्छ होला कमेन्टमा। नाम चाहिँ छैन, राखेको छैन नाम चाहिँ। अब ट्याक्कै आएको है, यहाँ चाहिँ दोकान चाहिँ बन्द रहेछ होइन गाइज होइन। अब हल्का तलै जानुपर्छ। एउटा नेपाली अङ्कल हुनुहुन्छ, थापा अङ्कल भनेर चिन्छौँ हामीले होइन, यो रामपुरको सहरमा। त्यहाँ जाम खुल्ला छ कि नै, उहाँ त बिहानै कति बजे पो पत्ता नि, यस्तै कुछ 5 बजे 6 बजे चाहिँ खोलिदिनुहुन्छ उहाँले चाहिँ। लास्ट टाइम मेहनती हुनुहुन्छ होइन। म त भर्खरै हो के भन्ने, तलतिर जानु पऱ्यो। लास्टै टाढो छ कि, माथि सिडी चढेर आउनुपर्छ होइन गाइस। भर्खरै कति भयो टाइम, समथिङ कति भयो कि 6 बज्नै आँटेछ। ल जाम तलतिर के हुन्छ हेरौँ। फाइनल्ली ओपन रहेछ हो यता थापा अङ्कलको चाहिँ है दोकान। ओहो भर्खरै खोल्नु लाग्नु भएको रहेछ। हेलो नमस्ते अङ्कल। नमस्ते। दुध दिनु 5वटा 10 को। अङ्कलले चाहिँ भर्खरै खोल्न लाग्नु भएको रहेछ पसल। अमुलको दिनु है, खुल्ला मिल्छ कि नै अङ्कल? खुल्ला दुध छैन?